नमस्कार। देश तथा विदेशमा रहनुहुने आदि बुवा दादा दिदीबहिनीहरूमा आज भने म तपाईहरुमाझ एउटा कथा लिएर उपस्थित भएको छु। कथाको शीर्षक रहेको छ परदेशी। एउटा गाउँमा श्याम नाम गरेका व्यक्ति थिए। उनका बुवा थिएनन्, मम्मी मात्रै हुनुहुन्थ्यो र एउटा बहिनी हुनुहुन्थ्यो। र उनले एक दिन के निर्णय गरे भने विदेश जानेको निर्णय गरे। र निर्णय गर्दा गर्दा उनी चाहिँ काठमाडौँ आइसकेपछि उनले भिसा लगाए। भिसा लगाएर उनी पुनः मलेसिया आए। मलेसिया आइसकेपछि अब काम त्यही नै हो, बिहान अलार्म लगाएर सुत्नुपर्ने है। जस्तै कोठामा पनि अब धेरै साथीहरू 10-11 जना साथीहरू एउटा कोठामा बस्ने है। एकदमै नाजुक अवस्था थियो। र गर्दा गर्दै उनलाई 3 वर्ष पुरा भएछ र उनी कम्पनीमा काम गर्थे। र एक दिन उनको थोरै हातमा चोट लागेको थियो र उनी आफ्नो बोस कहाँ पुगे र बोसलाई अनुरोध गरे कि मेरो हातमा थोरै चोट लागेको छ, म चाहिँ हस्पिटल जान चाहन्छु भनेर उनी हस्पिटल गए। र हस्पिटल गइसकेपछि उनीलाई जम्मा चाहिँ 1 दिनको मात्रै रेस्ट गर्ने अनुमति दियो। र उनलाई चोट अलि धेरै लागेको थियो र पनि उनलाई जम्मा 1 दिनको मात्रै बोसले चाहिँ 1 दिनको मात्रै छुट्टी गर्ने अनुमति दियो। र उनलाई म्याक्सिमम पनि छुट्टी चाहिएको थियो 7-8 दिन छुट्टी चाहिएको थियो। तर दिनु भएन चाहिँ बोसले। र नदिइसकेपछि श्याम चाहिँ एकदमै निराश हुनुभयो। त्यस्तो हातमा चोट लागे पनि काम गर्नुपर्ने है। अर्काको देश, अर्काको रहनसहन, अर्काको भाषा, रीतिरिवाज हैन। आफ्नो नेपाल जस्तो भए त अब हैन भन्न सकिहालिन्थ्यो नि त। मलाई यति धेरै चोट लागेको छ, म गर्न सक्दिनँ भनेर अब भन्नुहुन्थ्यो होला। र बोसले मान्नु भएन। बिन्ती गर्दा पनि 6-7 दिनको मलाई छुट्टी दिनु भनेर पनि मान्नु भएन। र पनि उहाँले चाहिँ काम बोलाउनु भयो अर्का दिन। र श्यामले चाहिँ काम निरन्तर गर्नुभयो। र एक दिन उहाँलाई चाहिँ एउटा अवसर मिल्यो कि कोही मिसिनहरू मर्मत गर्ने मान्छेहरू आउने गर्नुहुन्थ्यो त्यहाँ मिसिनहरू बनाउनको लागि त्यो कम्पनीमा। र उहाँलाई चाहिँ नाइट ड्युटी मतलब पार्ट टाइम गर्ने अवसर मिल्यो। त्यो अवसर मिलेपछि उहाँले पनि त्यहाँ कम्पनीमा त्यो मिसिनको लागि जो मर्मत गर्न आउनुभएको थियो उहाँसँगै काम पर्यो। र उहाँले पनि त्यही मिसिन सम्बन्धी चाहिँ केही ज्ञानहरू प्राप्त गर्नुभयो। र ज्ञानहरू प्राप्त गरिसकेपछि बित्दै गयो, 5 साल पनि बित्यो। र उहाँले चाहिँ ती मिसिनहरूबाट धेरै कुराहरू सिक्नुभयो। साथीहरू सुत्नुहुन्थ्यो र पनि उहाँ चाहिँ रातभरि काम गर्नुहुन्थ्यो। केही पाउनको लागि केही गुमाउनु पर्छ भन्ने धारणा थियो श्यामसँग। र साथीहरूले भन्नुहुन्थ्यो विदेशमा हामीले काम सिकेर केही फाइदा छैन, आफ्नै गाउँघरमै सिकेको भए हुन्छ, सिकेको भए राम्रो हो, तर यहाँ चाहिँ फाइदा छैन भन्ने साथीहरूले भन्ने गर्नुहुन्थ्यो। र साथीहरू सुतिसक्नुहुन्थ्यो र उहाँ चाहिँ निरन्तर काममा चाहिँ लागिरहनुहुन्थ्यो। र त्यसै गर्दै गर्दा 5 साल बित्यो र उनी चाहिँ घर जाने जमार्को गर्नुभयो। उहाँले चाहिँ र घर जानुभयो। गइसकेपछि
घरमा मम्मी पनि धेरै खुसी हुनुभयो अनि बहिनी पनि धेरै खुसी हुनुभयो र कहीँ दिनपछि उहाँले चाहिँ आफ्नै वर्कसप खोलेर चाहिँ बस्नुभयो, खुसीको साथ बस्नुभयो। त्यसपछि फेरि रिटर्न यहाँ कतै पनि देश विदेशमा चाहिँ आउनु भएन, आफ्नै गाउँघरमै चाहिँ बसेर वर्कसप खोलेर चाहिँ बस्नुभयो र आफ्नो मम्मीलाई र बहिनीलाई एकदमै सुखको साथ बसाल्नुभयो। हामीले यो कथाबाट के सिक्न सक्छौँ भने हामीले विदेश होस् या कुनै आफ्नै गाउँघरमा होस्, हामीले केही सिक्यो भने चाहिँ 100% हामी सक्सेस गर्न सक्ने रहेछौँ है। र जो श्यामले चाहिँ विदेशको ठाउँमा पनि उहाँले चाहिँ आफ्नो ड्युटी गरेर पनि पार्ट टाइममा आएको ती वर्कसपसँग चाहिँ केही कामहरू अनुभव लिएर उहाँ चाहिँ नेपाल फर्केर आफ्नो वर्कसप खोल्नुभयो र उहाँले चाहिँ आफ्नो परिवारलाई चाहिँ सुखीका साथ बसाल्नुभयो भन्दै म यी सानो कथा यहीँ समाप्त गर्न चाहन्छु। हवस् त, नमस्ते, धन्यवाद।